आर्यन ब्लक साइकलमा आइराखेका छन्। अब जब हामी टक्क उता ऱ्यान्च छ यता म यता ऱ्यान्च भन्ने बिचरा गियर बिग्रेर चलाइरह के गर्ने एउटा हाल्न सक्नु पऱ्यो एउटा हाल्नु चलाउनु पऱ्यो। यस्तो उखानमा हेर्नु हाम्रो घरसम्म जाने हो हैरान यता के बोल्यौ त यता हेर त रान्छे प्यान्टी यता हेर न रिसाके खै किन रान्छ यता हेर न छिटो हेर न म बोल्दिनँ हेरे 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 खाइ टक्क उति हाम्रो घर टक्क यस्तो जङ्गलमा नि चलाउनु पर्छ। गाइस थाक्यो नि ब्यालेन्सै हुन्न म सोच्यो भने टक्कै त पुगेछन् टक्क सब तल झऱ्यो म पनि कुदाम भने हातमा मोबाइल है त्यो ओह्रालोमा टक्क ऱ्यान्चको लेजर लाइट खोल्न आएको हामी यता छैन होला कि कहाँ गएको थियो भन त भन न कहाँ साइकल लिएर आउनु यता कहाँ होला ऊ त्यहाँ हाम्रो घरतिर होला आएर पनि यता लेजर लाइट हराएको थियो हाम्रो होइन टक्क बल्ल हाम्रो साइकल 1/7 गियर सुल्टी आयो टक्क रफ्तारमा हिँडिदियो हामी के भन्ने ल खोज्दै हिँड खोज्दै तिमीले गुठामा बेस्तरी पेडिल लानु थियौ पेडिल कहाँ हाल्ने थियौ सबसे बेस्तरी त्यता कि यता भन न कहाँ हाल्ने थियौ बेस्तरी पेडिल रिसाको झ्याउ त नबोल्नु मलाई के यार साइकल बोल्नु आउनु जा भने रिसा कति रिस उठाइदिन्छ ओए भाइ कबल्लै त आयो भ्यू हेर्ने होला यत्रो जङ्गल छ बाटो त टक्क पेडेल हालौँ उकालोमा हिँडौँ पुगेन हामी कसरी कराउँछ यार कब जाऊँ मैले रफ्तारमै यो चाहिँ हाम्रो हाम्रो कालु त बुच्चे मलाई हेरेर भोग्री नमस्ते हाम्रो कुकुरी ड्यान्स पनि भन्ने आयो